गाइस फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज फेरि नयाँ भ्लग है यो चाहिँ मेरो। अनि आज चाहिँ म कहाँ जाँदै छु भन्ने रमिते डाँडा मेरो साथीहरु आइरहेछ। अनि पहिलेदेखिको सानो साथी हैन, पहिला बाहिर थियो अहिले चाहिँ आएको छ। अनि उलाई चाहिँ म घुमाउन लाग्दै छु रमिते डाँडा। ये म चाहिँ स्कुल आइसके। अनि जुत्ता लाउन आएको गाइस, चप्पल थियो अब जुत्ता लगाएर जाने है। स्टुडियो छ गाइस। ओ माय गॉड, यता पनि झिलिमिली छ। ओहो कस्तो देखिरहेछ मलाई। अब ठ्याक्क जुत्ता पनि लगाइसक्यो। अब जान्छु गाइस। यही हो मेरो बाइक, अस्ति लडेर फेरि नयाँ बनाएको है। लड्दै पढ्दै त जिन्दगी चलाउनु पर्यो नि त हैन। ल अब चाहिँ ठ्याक्कै उर्लाबारी साथी आएको छ। दुर्गाबारी चोक यहाँ माथि चाहिँ जिम। हाल्यो गाइस आएर तेल पनि हालिसके। छिट्टो गाडीमा आयो कि बा बज्यो है। अब हामी चाहिँ कहाँ जान्छौँ भने रमिते, त्योभन्दा अगाडि चिया खान जानु मोटका चिया। रमिते भनेको त एकदम चिसो अहिले हुन त यता मौसम त्यस्तो छ। अब हामी चिया मोटका चिया खान जान्छौँ। बिहानदेखि खाल्दैन, म त सुत्ने बित्तिकै आएको। हेलमेट खोलौँ न त है। अनि बिहान खराएको म त केही हाल्छु छैन यार। मेरो उठाइको त्यस्तो ढिलो हुन्छ नि त गाई छैन। अब हामी चिया खान जान्छौँ। आइसक्यौँ हामी चाहिँ चिया। अनि लाग्छ नि माथि छ चिया खान लाग्यो अन्त गाइस आइपुग्यो गाइस फाइनली चिया हैन गरे। ल उठाइदियो ल। खाएर अब हामी चाहिँ लाग्दैछौँ माथि रमिते। चाहिँ ठ्याक्क आइपुग्यौँ गाइस। आइपुग्यौँ तर हामी कहाँ बस्छौँ भनेर हामीलाई थाहै छैन। कहाँ बस्ने? टक्कै हामी कफी खाइरहेको अवस्था गाइस। थुक्पा आइपुग्यो गाइस, थुक्पा।
गाइस अब चाहिँ हामी चाहिँ लागिदिन्छौँ होइन गरे अब चाहिँ हामी रमितेदेखि अब खुडी अब सिमसार त्यस्तो होइन यति घुम्ने हो हामी लागिदिन्छौँ अब भयो त अब चाहिँ हामी फर्किँदैछौँ गाई चाहिँ अझै हामी फर्किँदैछौँ गाइस हामी आइपुग्यो यसरी ब्रेक हालेको छु त मुला एबिएस छैन नि मेरो फेरि चिप्लिन्छ नि कस्तो त फुल खोलिरहेको छ यार अब चाहिँ सक्यो यस्तो ड्राइभर बाटो सक्छ मेरो बाइक फटारा छ नि त गाइस अब म यस्तो खतरा बाइक निकाल्छु होइन अहिलेको लागि चाहिँ यसले काम चलाउ गर्नुपर्छ किनभने जे छ त्यसमा लगाउनु सिक्नुपर्छ है गाइस है जाँदैछौँ अटो आउँदैछ अटो गियरमा राख्न 3 गियरमा गरेर बिस्तारै गर्न पर्यो क्लोज धेरै नतार्नु ब्रेक लगाइराख्नुपर्छ क्या फेरि क्लोज तार्नु देखिस् कति पठाउनु पर्छ छेउदेखि नै गऱ्यो भने चाहिँ गाह्रो हुन्छ क्या हामी चाहिँ फर्किँदैछु भाइ गाइस फर्किँदैछौँ रमिते डाँडादेखि अबको यात्रा हुँदैछ हाम्रो कुडी हामी फर्किँदैछौँ गाइस अघि रमिते डाँडादेखि अब फेरि हामी जाँदा कुडी यो चाहिँ मधुमला एरिया हो बजार लाग्छ नगरपालिका अनि हामी चाहिँ अब फेरि बबाल मजा आएर त्यो चाहिँ यादगार हुन्छ घर बनाएको
छेउदेखि लग्छस् नि त यता छेउदेखि अलिक यो पर्दैन क्या अलिक पिछोदेखि लग्नुपर्छ क्या ए यहीँ हो आइसक्यो हामी आउँछ मान्छे खोला पऱ्यो हुने ठाउँ छैन त्यो त उता भित्र जानुपर्छ नि उता माथि अहिले के जानु माथि कस्तो छ अहिले हामी चाहिँ आइपुग्यौँ खुडी सुनसान छ यार तर खुडी पनि हामी चाहिँ यो सानोमा खान्थ्यौँ है अब बुढो भएर पनि मन त बच्चै हो यहाँ यता माथि चाहिँ दाइको राजु दाइको के दिदीले बनाउँदै हुनुहुन्छ खाजा चाहिँ हामी चटपटै खाँदैछौँ अघि आउँदा फर्किँदा खालि चाहिँ भिडियो बनाएन अनि अहिले चाहिँ फेरि अब भिडियो बनाएको अघि चाहिँ अलिक स्पिडमा स्पिडमा हामी हेरेर खासै भिडियो बनाएन अनि अहिले चाहिँ अब भिडियो बनाएँ अहिले पुगेर फेरि भिडियो हुन्छ प्रमोद ग्रुप नै आएर है हामी चाहिँ एकछिन खाजा खाएर अब चाहिँ स्कुल जाँदैछौँ अनि हिजो स्कुलमा भाइहरूले मलाई मेरो सब्सक्राइबर टर्म नै बढाइदिएको छ आज चाहिँ गएर अलिअलि स्कुलमा चाहिँ हाम्रो डान्स मैले अलिअलि देखाइदिनु पर्ने छ भाइहरूको लागि नत्र भाइहरू साह्रै फेरि सब्सक्राइबदेखि फेरि गएर हुने छैन ऊ त्यहाँ चाहिँ एकजना चाहिँ हो बढाए अनि अब त्यही हो अब स्कुल पुगेर स्कुल पुगेर अब भिडियो बनाउँछु गाइस आइसकेँ म चाहिँ स्कुल हाम्रो भाइ बहिनीहरू अगाडि रेडी भइसकेको छ हिजो मेरो भाइहरू कहाँ गयो यार सबैले सब्सक्राइब गरिदिएको थियो ए तिमीहरू लट्ठी बोकेर कता आन्दोलन गर्न आँटेको क्या हो ल ठिक छ मेरो भ्लगमा स्वागत छ तिमीहरूलाई जेन्जी ग्रुपहरूलाई स्वागत छ थाहा छ त मलाई हेर खुट्टामा के छ सबैजना सन्चै छ होइन किन तिमीहरू छिटो आएको हो र हामी ढिलो आउँछौँ भनेर थाहा छैन तिमीहरूलाई 11-12 भनेको नि 1-2 हो क्या हो नेपाली टाइम थाहा छैन ल मेरो भ्लगमा तिमीलाई स्वागत छ सबैजनाले डिजिसी विजय मगरमा सब्सक्राइब गरिदिनु होला डिजिसी विजय मगर डिजिसी विजय मगरमा सब्सक्राइब गरिदिनु होला हिजो यहाँ भाइहरूले सब्सक्राइब गरिदिएको थियो कि यसो भाइहरूलाई मुख देखाउँ भनेको भाइहरूले छैन यार मेरो भनेको कुरा गरिदियो नि त यो चाहिँ मेरो डान्स है मगरको
बारली कम्मर बाँच्यो बस्यो उठ्यो बस्यो उठ्यो बस्यो बस्यो उठ्यो बस्यो उठ्यो बस्यो कस्तो लाग्यो होला कमेन्ट गर्ने त्यहाँनिर है मेरो भाइहरू मेरो फ्यानहरू हाने आयो ल भाइ ल सानो भाइहरू ल सबैजनाले है ल ल ए भाइ मलाई त आज भाइ तिमीले सब्सक्राइब हानिदेऊ यार भाइ ल थ्याङ्क यू ल ल अब तिमीले भनेको म सबै गरिदिन्छु ल उता जाऊँ ल उता तिनीहरूले चाहिँ हिजो मेरो च्यानल सबैले कति कम्तीमा 30 जना जतिले सब्सक्राइब गरेको अनि अब मेरो भनेको यिनीहरूले मान्यो है अब मैले पनि अब यिनीहरूले भनेको मैले पनि मान्नुपर्ने हुन्छ होइन सब्सक्राइबहरू अनि मैले हिजो भनेको थिएँ भ्लग बनाउँदै हिजो भनेर अनि तपाईँ DGC विजयनगरमा सब्स्क्राइब गरिदिनु सबैजनाले DGC विजयनगरमा
अब अर्को पालि प्रोग्राम आएर हामी छु ल सबैजनाले सब्स्क्राइब गरिदिनु होला हजुर हजुर डिजिसी विजय मगर डिजिसी विजय मगर डिजिसी विजय मगर ल सबैजनाले च्यानल सब्स्क्राइब गरिदिनु ल यो स्कुलको नाम के भयो ल काले स्कुलमा सबैजनालाई ल गर्नु होला सब्स्क्राइब ल यता अर्को छुट्टै चल्दैछ यता फेरि यता यिनीहरूको पनि बिचरा यिनीहरूले डान्स हेर्नु पाएन हाम्रो ल सबैजनाले डिजिसी विजय मगरमा हेर्ने है डिजिसी विजय मगरमा अब चाहिँ हामी जाँदैछौँ हाम्रो बहिनीहरूको आदि भयो है अनि आउँदिन अल्छी लाग्छ हजुर भोलि त बिहे खान जानु पर्छ आज पनि के छ आज म चाहिँ बुढो मान्छे म त बुढो भइसकेँ ल ल ओके 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 ल ल पार्टी त बन्ती होइन ल बहिनीहरू राम्ररी प्र्याक्टिस गर्नु है कहाँ गयो मेरो ए ल बाई ल सबैजनालाई ल सबैजनाले मेरो च्यानल सब्स्क्राइब गरिदिनु होला यहाँ छ हाम्रो भाइहरू बेरोजगारी भाइहरू उता पनि डान्स हुँदैछ है अनि अब हामी चाहिँ लाग्दैछौँ ल घरमा बुझ्ने कहाँ कहाँ लाग्छ यार भोलि भाइले पठाइदिनु ल साथीभाइमा ल अब सायद मेरो चार्ज पनि सकिनु लागेको छ गाइज है अब गाह्रो छ नि त किनभने चार्ज पनि सकिनु लागेको छ भयो भने चार्ज सकियो भने म घरमै गएर एकचोटि भ्लग गर्छु त्यसो छ ल गाइज अब चाहिँ हामी लाग्दैछौँ ठ्याक्क हामी यहाँ पुग्यौँ आयो मेरो भ्लग यहाँ सकिन्छ गाइज मलाई थाहा छैन मेरो भ्लग चाहिँ यहाँ सकिन्छ अब यहाँ guys फेरि आइसक्यो ओहो कपाल त तेरो नाम पो भएछ त यार ल आजको ब्लग चाहिँ यही सकिन्छ गाइस ओके बाई फेरि अर्को ब्लग लिएर आउँछु म चाँडै